हेमचन्द्र बिष्ट जस्ता किशुनजी जस्ता व्यक्तित्वहरू मेरो पनि प्रिय पात्र हुनुहुन्छ। उहाँहरूको राजनीतिक जीवनबाट हामीले पनि धेरै कुराहरू सिकेका छौँ। तर तपाईहरूलाई आज उहाँहरूको नाम लिएर तपाईहरूको भोटको ठट्टा लिइरहेकाहरूलाई तपाईहरूले अब खबरदारी गर्नुपर्छ। किनभने हामी विचार समर्थन गर्छौँ, हामी विचारको त्यो विचारलाई सजाएर राख्छौँ, तर कुनै झन्डाको दास बन्दैनौँ। किनभने नेपाली जनता कुनै झन्डाको दास हुन सक्दैनन्। नेपाली जनता विवेकशील बन्ने कुरा तपाईँहरूले पुष्टि गर्नुपर्ने बेला आएको छ। तीनटा कुरा हुन्छ यो निर्वाचनमा। पहिलो कुरा, आज यो सभामा तपाईँहरू उपस्थित भएका कारणले, तपाईँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेका कारणले, सामाजिक सञ्जालहरूमा समर्थन गरेका कमेन्टहरू सेयर गरेका कारणले तपाईँहरूलाई डर त्रास धम्कीहरू आउन सक्छ। नडराउनुहोस्। अहिले चुनावभन्दा अगाडि तपाईँले विचार राखेका कारणले कसैले तपाईँलाई डर त्रास धम्की दिन्छ भने सम्झिनुहोस्, त्यस्ता पात्रहरूले निर्वाचन जिते भने कसरी तपाईँहरूलाई तपाईँहरूका मुखहरू विरोध गर्दै गर्दाखेरि ती मुखहरूलाई बन्द गर्न प्रयत्न गर्छन्। हामीले बिर्सेका छैनौँ, हिजोको दिनमा कसैले सरकारको विरोध गर्यो भनेदेखि सीसीटीभी क्यामेरा खोजे ती मानिसहरूलाई जेलमा लगेर कोचेको हामीले बिर्सेका छैनौँ। त्यही शासनको निरन्तरता हुनेछ, त्यो कुरा सम्झिनुहोस्। दोस्रो कुरा, तपाईँहरूको गाउँठाउँमा आउँदै गर्दा डर त्रास धम्कीमा तपाईँहरू डराउनु भएन भनेदेखि तपाईँहरूलाई आश्वासन दिन आउँछन्, प्रलोभन दिन आउँछन्। तपाईँहरूको आधारभूत आवश्यकता तपाईँले खोजिरहेका कुराहरूमा म यसो गरिदिन्छु नि त भनेर आश्वासन दिन आउँछन्। कसैलाई लाल पूर्जा दिन्छौँ है भनेर भन्न फकाउन आउँछन्, कसैलाई जागिर लगाइदिन्छु भनेर फकाउन आउँछन्। यदि यो चुनावभन्दा अगाडि तपाईँहरूको ठ्याक्कै तपाईँहरूको घर आँगनमा आएर तपाईँहरूलाई केही कुराको आश्वासन दिन्छन्, प्रलोभन दिन्छन् भनेदेखि बुझ्नुहोस् ती मान्छे तपाईँहरूसँग भोट माग्न होइन, तपाईँहरूको भोट किन्न आएका हुन् र भोट किन्नेहरूले कहिल्यै पनि जनताको पक्षमा भलो गर्दैनन्। तेस्रो कुरा, यदि तपाईँहरूलाई डर धम्की पनि दिए तर तपाईँहरू डराउनु भएन, तपाईँहरूलाई आश्वासन पनि दिए तपाईँहरू प्रलोभनमा पर्नु भएन भने तेस्रो कुरा भन्ने छन्, एउटा भोट घन्टीलाई अर्को चाहिँ हामीलाई है भनेर ती मानिसहरू आउन सक्छन्। सचेत रहनुहोस्, यो पटक भोट बाँडियो भने नेपालको भविष्य बाँडिन्छ। भविष्य बाँडियो भनेदेखि आज जे भोगिरहनु परेको छ यसैको निरन्तरता हुनेछ। त्यसकारणले हामी भोट बाँड्दैनौँ, दुईटै भोट घन्टी चुनाव चिन्हमा हालेर यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्याधिक बहुमतका साथ विजय गराउँछु। यो लडाई भनेको कुनै एउटा व्यक्तिको लडाई होइन, सिङ्गो पुस्ताले मागेको निर्वाचन हो र सिङ्गो पुस्ताले मागेको निर्वाचनमा यसपटक देशलाई अर्को राजनीतिक युगमा पुर्याउनको लागि, युवा पुस्ताको हातमा पुर्याउनको लागि यहाँहरूले आफ्नो दल आफ्नो ठाउँमा होला, विचार आफ्नो ठाउँमा होला, आस्था आफ्नो ठाउँमा होला। भविष्यको लागि दुईटै मतपत्रमा घन्टी चुनाव चिन्हमा मतदान गर्नुहोस् भन्दै आग्रह गर्दै म मेरा बनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, जय